पाकी पनि सकेछ यो त। अनि यत्रो बोटमा अब यो फल्न थालेपछि के गर्नु त खोइ। अनि यस्तो केरा फल्न थालेपछि के चाहिँ अनि गर्नु खोइ। बोट चाहिँ यत्रु यत्रु यो चाहिँ छिर्के लागेको हैन। यसलाई बोबोमाले लेकाएको भन्छ छिर्के लागेको यो। अनि यो चाहिँ बोबोमाले नलेकाएको छिर्के नलागेको भन्छ यसलाई। यो साल रोपेको केरा हो के साथीहरु यो सानो सानो बोट भन्ने हो नि सानो है। 1 2 3 4 5 6 काङ्गो खापा भन्छ यसलाई। 6 खाप लागेको यो चाहिँ सबै यो साल सारेको केराहरु हो क्या। यो सानो सानो फलेको छ यो सारेकै बोटमा चाहिँ निस्केको केराको घारी निस्केको। यहाँ पनि सानो निस्केको छ। यो चाहिँ सारेको बोटमा हो। यो मसिनो यो सानो आइरहेछ। यिनीहरु मात्रै ठुल्ठुलो अब घरी निस्किन्छ। सानो सानो आइरहेछ। त्यो चाहिँ बुढो गाछी रोपेको गाछी हो के। सानो सानो निस्किरहेछ भर्खरै सारेको यो बोट। धानबारी चाहिँ यस्तो भयो है। धान चाहिँ राम्रो भएको छ है। माया ताकीको घाँस काट्दैछु यहाँ। बाख्रालाई गाउँले जीवन है साथीहरु यस्तै हो है। केरा फलाउने दाउरा घाँस गर्ने यति छ। घाँस चाहिँ धेरै छैन।